अध्यक्ष छनाउनु भएको छ। साथीहरू जय शम्भु। आज हामी उखु पेल्न जाँदैछौँ। यहाँ भोलेटारतिर उखु पेल्न जाँदैछौँ। हामीले उखु यसरी बोरामा यहाँ देख्नु भएको छ उखु बोरामा राखिसकेका छौँ। अब बाइकमा टक्क राखेर मम्मी र म उखु पेल्न भोलेटारतिर जाँदैछौँ र अब उखु पेलेको भिडियो हजुरहरूलाई म देखाउँदैछु है एकछिनपछि। उखु यसपाला धेरै त भएन, यति छन्। अब हेरौँ कति आउँछ है त साथीहरू। चिनारी नै सुपारी बुटो यहाँ। मैले यो मिसिन ल्याएको 2068 सालमा ल्याएको हो। हजुर 68 सालबाट अहिलेसम्म चलिरहेकै छ। हजुर हजुर। र बिहान 7 बजेबाट चल्छ हो र उखु ल्यायो भने दिनभरि पनि चल्छ। उखु ल्याएनन् भने दिउँसो गोठालो जान्छु। हजुर। र भरे 4 बजे आइपुग्छु। हजुर। अनि त्यतिखेर पनि उखु ल्यायो भने म पेल्ने, ल्याएन भने भैँसीलाई घाँस खान जाने, आउने भैँसी दुहुने, फेरि दुध लिएर जाने। मामाको नाम भनिदिनु पर्यो। मेरो मणिराम पौडेल। अनि हजुरको फोन नम्बर यो सेवाको लागि 98 69 70 66 66 अनि 20 50 20 50। अनि हजुरको जुस पसल पनि छ? जुस पसल पनि छ। जुस पसल कहाँ छ भनिदिनुहोस् ल। कृषि ब्याङ्कको अगाडि सिधा अगाडिपट्टि फलफुल पसल पनि हो। हजुर। र जुस पसल यो पनि मिसिन पनि छ। सेवा लिनको लागि आउनु होला हैन? सबै आउनु होला।